सञ्जालमा देखा परेका छन्। प्रसाई कुनै एउटा मन्दिरको श्रेणीमा बसेर बोलेका छन्। आधा बाउले शर्टमा देखिएका प्रसाईको अनुहार मलिन देखिन्छ। अरू बेला जस्तो जोश उनको बोलीमा छैन। उनले भिडियोमा आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँको कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्। म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईहरुभन्दा टाढा छैन, म भागेको छैन। पुलिस प्रशासनले मलाई खोज्न पर्दैन। मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ। म भाग्नलाई जन्मेको होइन। उनले विगतमा आफू भाग्दिन भनेर भनिएका भिडियोहरू भाइरल बनिरहेका बेला उनले आज पनि आफू नभागेको दाबी गरेका छन्। नेपालका प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएका कारण यसो गर्नु परेको उनको भनाइ छ। उनले शुक्रबार 3 कुरेमा कार्यक्रमस्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन्। आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालो जस्तो थुन्नु पर्यो कि त मार्ने षड्यन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगे।